आजको यो भिडियोमा मौलिक हक जुन सबैभन्दा इम्पोर्टेन्ट छ लोकसेवामा त्यो सबै कुरा भिडियो अन्त्यसम्म तपाईले क्लासमा नै याद गराइदिनेछु, तपाईले गर्नुहुनेछ। सो भिडियो अन्त्यसम्म हेर्नुहोला र यदि यो भिडियो सेभ गर्नु होइन भने हराउन सक्छ, त्यहाँ सेभ गरिहाल्नु होला, आफ्नो मोबाइल पनि सेभ गरेर राख्नु होला र साथीहरुलाई शेयर पनि आफ्नो फेसबुकमा शेयर पनि गर्नु होला ताकि त्यो पछि हेर्न सजिलो होस्। लेट्स गेट इन्टु द टपिक। वेलकम टु आवर टेक्निक बेस्ड क्लास। यसरी तपाईले म पढाउँछु कि तपाईलाई बीचबाट कुनै पनि टपिक तपाईलाई सोध्यो यहाँबाट भने तपाईलाई मजाले तपाईले जुनै पनि पोइन्ट ट्याक्क लियो भने ट्याक्क तपाईले याद गर्न सक्नुहुन्छ। सो त्यो चाहिँ म तपाईलाई ग्यारेन्टी भिडियो अन्त्यसम्म हेर्नु होला। अब हेर्नुस्, बवाल मजा आउँछ, ध्यान दिनु होला है त। नेपालको संविधान धारा 16 देखि 46 सम्म 31 वटा मौलिक हकहरू अब क्लासमै हामी याद गर्दै छौं। फोकस अन इट है त। पहिलो छ धारा नम्बर 16 मा के भनेर सम्झिने, एउटा यसरी सम्झिनु, सम्मान स्वरूप वा सम्मानपूर्वक बाँच्न पाउने अधिकार। अब मैले चाहिँ के रे सम्मान स्वरूप युज गरे। सम्मान स्वरूप बाँच्न पाउनेको स्वरबाट के आउँछ त, स्वरूपबाट को स्वरबाट 16 धारा नम्बर 16 मा यो पर्छ भनेर यसरी याद गर्दा नि भयो। अर्को तरिका के हुन्छ, धारा नम्बर 16 लाई के भनेर सम्झिने, 16 भनेको स्वर। अब अहिलेको समयमा जसले स्वर अर्थात बोल्न सक्छ, अलिकति हाउभाउ बढी छ, त्यसलाई चाहिँ समाजले सम्मान गरेको छ। जो बोल्न सक्दैन, जो चाहिँ तपाईको चाहिँ एकदम तपाईको चाहिँ उलाई हेप्छ समाजले, त्यही भएर बोल्न चाहिँ पर्यो है भन्ने कुरा आयो नि त। जसले स्वर उठाउँछ, आवाज उठाउँछ, उसले सम्मान पाउँछ भनेर सम्झिन्छ, एउटा तरिका। अर्को अब जस्तै 17 मा हेर्नुस् त, 17 मा हेर्नुस्, 17बाट स्वतन्त्र स्वतः तपाईले ल्याउन सक्नुहुन्छ। यसबाट 17बाट धारा 17 मा के छ, स्वतन्त्रताको हक आयो। 17 स्वतन्त्र स्याक्कै आयो। अब कुरा के आयो 18 मा हेर्नुस् त। अब अर्को लिगौं है त। अब के गरौं, 18 भनेको अब यसको के छ, समानताको हक आयो भनेको पहिला के छ भने अठाएर राखेका हैन जातिहरू पछाडी पारेर अठाएर हैन समाजमा राखेका जातिहरूलाई चाहिँ उठाउनको लागि यो के छ, हकमा अधिकारमा के दिएछ, समानताको हक आएछ भन्ने आएछ। अब कुरा के आयो, धारा 19 भनेको ऊ नाइस छ वा ऊ ब्याड छ भनेर आजभोलि केले निर्धारण गर्छ हैन। यो पार्टी यो मान्छे ठिक बेठिक हाम्रो दिमागले केले सबै म्यानिपुलेट गर्दैछ हैन, केले, संसारले। ऊ नाइस छ वा ऊ ब्याड छ भन्ने कुरा सबै के छ, संसार निर्धारण गरेछ। संसारको हक आयो एउटा 19 मा। अब अर्को के आयो त हेर्नुस् त, 20 आयो हैन, 20। अब 20 लाई कसरी सम्झिने भन्दा 20 अर्थात 20 बाट तपाईले दुईटा तरिकाले याद गर्न सक्नुहुन्छ। तपाईलाई जसरी सजिलो हुन्छ, तपाईको कुन संस्कार, कुन तपाईको चाहिँ ब्रेनमा के फिट छ तपाईलाई दुईटा तरिका जुन सजिलो हुन्छ त्यही गर्नु है। जसरी मैले तपाईलाई 16 मा दिए। जस्तै 20 भनेको अपराधीलाई 20 साबित के हुन्छ त, न्याय सम्बन्धीको हक हैन। अपराधीहरूलाई त तपाईको त डर 20 हो नि त, न्याय सम्बन्धी हक त उनीलाई त पारिहाल्छ फेरि। एउटा त्यो सम्झिनुस्। वा 20 को बी बाट के आउँछ त, अरु त्यस्तो केही पनि छैन बी बाट आउने, त्यसले बी बाट बिचल्लीमा परेकोलाई के छ त, न्याय दिने। 20 को बी बाट के आउँछ, बिचल्लीमा परेकोलाई न्याय दिने अर्थात न्याय सम्बन्धीको हक आयो। अनि अर्को छ 21 भनेको 21औं शताब्दीमा 21 भनेको 21औं शताब्दीमा के बढ्दै छ, झन् 21औं शताब्दीमा के छ त, अपराध बढिरहेको छ। त्यही भएर के छ, अपराधबाट अपराध पीडितको हक यसरी सम्झिनु भयो। हेर्नुस् है, सबै याद भइरहेछ है। अब के गरौं, अर्को के छ, धारा नम्बर 22 हो, अर्थात 22 बाट वाइज जो मान्छे वाइज छ हैन, जो मान्छे अलिकति टाठो छ भने उले के गर्छ भन्दा जो मान्छे वाइज छ त्यो मान्छे कसैले कहिले पनि यातना सहदैन। त्यो भएर यातना विरुद्धको हक आयो यसरी चाहिँ, ठीक छ। यातना विरुद्धको हक यसरी आयो, 22 वाइज। अब अर्को के छ, 23 है, ठीक छ। अब 23 मा के छ त भन्दाखेरि 23 त्यो मान्छे सधैँ त्यही हुन्छ, कहीँ गएको दाना पाउँदैन, सधैँ त्यही हुन्छ। किनकि त्यो छ नजरबन्द विरुद्धको हक यसरी आयो। नजरबन्दमा परेछ भने चाहिँ नजरबन्द विरुद्ध हक। अब के आयो त 24। अब 24 मा के आयो त, नेपालमा जब 22 र 24 राज्य छुट्यो नि, नेपाल टुक्रियो नि 22 24 मा, देश मात्र टुक्रिन कि जनता पनि टुक्रिए। कसरी त, यी जात-जाति अर्थात छुवाछुत तथा भेदभाव चाहिँ बढेछ भनेर सम्झिन्थ्यो। त्यहाँबाट छुवाछुत तथा भेदभाव विरुद्धको हक, त्यहाँबाट 22 24 राज्य विभाजन भएपछि देश मात्र टुक्रिएन कि जनता पनि टुक्रिए, अनि त्यसपछि छुवाछुत आयो भने त्यसरी सम्झिनुहोस्। अब 25 हेर्नुहोस् है। अब
प्रोनाउन्सिएसन अलिकति मोडिदिन पनि सक्छु मैले विथ द रिक्वायरमेन्ट। 25 भनेको 25 पछि 25 पछि 25 25 पछिसम्मको लागि हामीले के जोगाएर राख्छौँ सधैँभरि टी सर्ट प्यान्ट होइन, द्याट इज सम्पत्ति चाहिँ जोगाएर राख्छौँ। त्यो सम्पत्तिको हक आयो 25 मा। त्यसपछि यो नम्बर हेर्नुहोस् त 26 26 को क्या छवि, कसको छवि राम्रो हुन्छ, जो मान्छे धार्मिक छ त्यहाँबाट धार्मिक कुरा आयो, धार्मिक स्वतन्त्रताको हक आयो यसरी है। अर्को के आयो 27 27 भने के हो त, हामीलाई बिहान उठेदेखि साँझसम्म सताइरहने के हो ल्याउ त, हाम्रो दिमागलाई सताउने एउटै कुरा हो, द्याट इज सूचना। द्याट इज सूचना सूचना ए बिहान एउटा खबर सुन्ने, बिहान साँझ एउटा खबर सुनिन्छ, अनि भनौँ न जति भने तपाईँको चाहिँ त्यस्तो सूचनाले चाहिँ के छ सताइरहन्छ क्या हाम्रो दिमागलाई चाहिँ होइन। ए फलानाको त यो भएछ, ए फलाना ए आज त रिजल्ट आज यस्तो आएछ, ए फलानाले यस्तो गर्यो, त्यो सूचनाले किन सताउने काम गर्छ। त्यो 27 केले 27 सूचनाले। अब गोपनीयताको हक भनेको अर्थ 28 मा छ। 28 भनेको हामीले कुनै पनि सानसानोमा हामीले 18 राख्थ्यौँ, जस्तै यसरी 18 लिएर गयो भने हामीले 18 के राखिन्छ, 18 के राखिन्छ, जुन कुरालाई गोप्य तरिका राख्नु पर्ने त्यसलाई 18 राखिन्छ। जस्तै कुनै पनि चक्लेट क्लासमा चक्लेट खानु पर्यो भने के यसरी मुठी राखेर सरले हेरेर गोप्य तरिका राख्यो भने सरासी गोप्य तरिका चाउचाउ के राख्नु चटपट खानुहुन्थ्यो होला नि क्लास पढाएर भनेको। जब कुनै कुरा 18 राखिन्छ भने त्यो पक्कै हामीले किन राखेको छ 18, त्यहाँ गोपनीयता छ त्यहाँ भनेपछि गोपनीयता सम्बन्धी यसरी तपाईँले सम्झिनु पर्यो, एउटा कुरा भयो हो। यहाँसम्म तपाईँले क्लियर हुनुहुन्छ भन्ने कुरा म निश्चित भयो है। ओके, यसलाई रिभाइज गर्नुपर्ने हो त, यसलाई अलिकति रिभाइज गरिदिउँ है त, एक्चुअली यसलाई याद नगरौँ। अब हेर्नुहोस् यसो सरले हेरौँ है त, स्वरबाट के छ, जसले स्वर अर्थात् आवाज उठाउँछ त्यो मान्छेले आजभोलि सम्मानपूर्वक मान्छ, जो बोल्दैन उसलाई चाहिँ तपाईँको हेप्छ मान्छेले, त्यो जसले स्वर उठाउँछ त्यसले सम्मानपूर्वक बाँड्न पाउँछ, सम्मान स्वरूप प्राप्त पाउँछ। सम्मान स्वरूपको स्वरबाट त्यहाँ स्वर भनेर त्यसरी याद गर्न सक्नुभयो। 17 को 17 स्वतन्त्र, 18 को 18 राखेका त्यो भनौँ न जातिहरू पछाडि पाराए 18 राखेका जातिहरूलाई हक दिनको लागि, अधिकार दिनको लागि तपाईँको समानताको हक आयो। 19 भनेको ऊ नाइस वा ऊ ब्याड भनेर आजभोलि केले हुन्छ, त्यो राम्रो नराम्रो के निर्धारण गर्छ, संसारले निर्धारण गर्छ, न्युज मिडियाले होइन, नेतादेखि सबै मान्छेलाई। अब 20 भनेको 20 साबित कसलाई हुन्छ, जसले अपराध गर्ने मान्छेहरूलाई 20 साबित के हो त भन्दाखेरि 20 कुनै के अपराधीलाई 20 के हो भन्दाखेरि न्याय हो है, किनकि उनीहरूलाई 20 साबित हुन्छ। त्यो एउटा त्यस सम्बन्धमा 20 को अर्को टेक्निक के हुन्छ तपाईँको दिमागले कसरी हाल्छ, 20 बाट बिचल यहाँ परेकालाई न्याय दिने, 20 को बीबाट बिचल यहाँ परेका न्याय दिने, न्याय सम्बन्धी गएको। अब 21 भनेको के आयो त भन्दा 21 अर्थात् यहाँ हामीले के रहेछ भनेस् त तपाईँको 21 मा अपराध पीडित छ भनेको 21 भनेको 21औं शताब्दीमा छौँ हामीले। 21औं शताब्दीमा के बढिरहेछ त, अपराध बढिरहेछ, यसरी सम्झिनु भयो। 22 भनेको 22 अर्थात् वाइज, जो मान्छे वाइज छ उसले चाहिँ कहिले पनि तपाईँको के छ भन्दा यातना सहँदैन के, बुझ्नुभयो नि। जो वाइज छैन, जो चाहिँ अब वाइज चाहिँ हुनु पर्यो, यातना सहन चाहिँ भएन कसरी पनि। जो वाइज छ उसले यातना सहँदैन, एउटा त्यो सम्झिनुहोस्। अनि 23 भनेको त्यही त्यो सधैँ त्यो मान्छे त्यही हुन्छ, सधैँ त्यही हुन्छ, किनकि त्यो नजरबन्दमा पर्छ, त्यो नजरबन्द सम्बन्धी कुरा छ 23 मा। त्यसपछि 24 भनेको 22 र 24 राज्यमा जसरी जबबाट नेपाल टुक्रियो तबबाट के भन्छ छुवाछुत पनि बढ्दै गयो, मान्छे देशमा त टुक्रियो कि जनता पनि टुक्रियो कि ठुलो र सानो भनेर, त्यो छुवाछुत हामीले 22 र 24 राज्य सम्झेर 24 मा के छ छुवाछुत सम्बन्धीको कुरा छ भने चाहिँ यहाँ आयो। अब 25 को 25 मा के आयो त, 25 सम्म के हो त, त्यसलाई जोगाउने हामीले के त सम्पत्ति जोगाउँछौँ, एउटा कुरा यो भयो। 26 मा भनेको त 26 राम्रो कसको हुन्छ, जो मान्छे धार्मिक छ, त्यो धार्मिक सम्बन्धित धार्मिक स्वतन्त्रता सम्बन्धी भयो त्यहाँ आयो। अनि 27 सताइरहने, हाम्रो दिमागलाई सताउने भनेको अरू कसैले होइन, दिमाग के हो त, त्यहाँबाट भनौँ न दिमागलाई ब्ल्याङ्क राख्नुपर्छ भनेर तपाईँको साधना गर्ने योगीहरूले के हुन्छ त शून्यतामा जानुपर्छ, त्यहाँ आनन्द छ भनेर। तर हामीलाई सताउने सूचना लियो, बिहान दिनसम्म 100वटा सूचना आइसक्यो हुन्छ, 1000वटा कतिवटा सूचना लिइसक्यौँ। अब अहिले पनि तपाईँ सूचनै लिँदै हुनुहुन्छ है, तर सजिलो बनाइरहेको छु, तर यो सूचना गलत छैन है। ओके, सूचनाले के हुन्छ त सताइरहेको हुन्छ, एउटा कुरा हो। अनि 28 भनेको के हो त, 18 हामीले मुठी बनाएर 18 राखिन्छ, 18 के जुन कुरालाई गोप्य तरिका राख्न खोजिन्छ त्यसलाई 18 राखिन्छ। 18 यसरी सराउन्ड खाइरहेको थियो, चाउचाउ बाँकी थियो क्लासमा, चाउचाउ 18 राख्यो होइन, लुकायो गोप्य। ओके, पैसा पनि के हुन्छ, बच्चाले पैसा लिँदा मुठी पारिहाल्छ नि त, त्यो गोप्य तरिका लुकाएको गोपनीयता, यसरी सम्झिनुहोस्। त्यसपछि अब अर्को छ 29